आज म मेरो छोराको लागि सीफुड बनाइदिनु लाएको है। अनि यो सीफुडको लागि यो गङ्गटाहरू कहाँ पाउँछ होला भनेर सोचेको, त भदाको पसलमा पनि पाउँदो रहेछ कि यहाँ नकिपोटमा। राज मिट सप भनेर रहेछ। अस्ति मैले एउटा टिकटकमा देखेँ होइन। अनि त्यहाँबाट अरे म मेरो छोरालाई अहिलेदेखि होइन यो सीफुड खुवाउँछु भनिरहेको होइन, कहाँ पाउँछ भनेर सोचिरहेको थिएँ। अनि म त छक्क परेँ, आमा आफ्नै भदाको पसलमा पाउँदो रहेछ, म थाहा नै थिएन क्या। अनि फेरि गएर लिएर आएँ मैले, नकिपोटमा छ है भदाको पसल चाहिँ। अनि फोन गरेर सोधेको हो नि, नि मेरोमै हो भने क्या। अनि त्यही भएर मैले सीफुडहरू लिएर आएँ। सब चिज त्यहीँ पाउँदो रहेछ क्या। अस्ति मलाई बाछा माछा नि कहाँ पाउँछ भनेर सोध्दै हुनुहुन्थ्यो होइन, त्यहीँ पाउँदो रहेछ सब, मोमोदेखि लिएर सब पाउँदो रहेछ। अनि त्यहीँबाट लिएर आएँ मैले होइन। अब मेरो छोराछोरीहरूको लागि म सीफुड बनाइदिएँ, सबजना फ्यामिली मिलेर यहाँ सीफुड चाख्न लाग्छौँ हामी चाहिँ होइन। कति टिकटकहरूमा देख्दाखेरि कस्तो खानु मन लाग्थ्यो, चाख्नु मन लाग्थ्यो कि कस्तो चाहिँ होला भनेर। अनि आज चाहिँ म आफै ल्याएर घरमा बनाइदिएँ होइन। छोरालाई पनि एकदम सीफुड चाख्नु मन लागिरहेको थियो अरे, आज चाहिँ मैले घरमा बनाइदिएँ। चाख्दैछ, मिठो लाग्यो अरे। हेर्नु त यहाँ बनाएको तरिका मिल्यो कि मिलेन थाहा भएन होइन, तर ल्याएर चाहिँ बनाएँ कि मैले। जस बनाउँछु, म त घरमै बनाउँछु जे पनि। अब मिठो चाहिँ मिठो भएको छ, यो भित्रको सब फाल्नुपर्ने